education partner. कहाँ पढ्न जान चाहनुहुन्छ तपाईँ त्यसको लागि केआईसी बन्न सक्छ वान स्टप सल्युसन आउने हैन त केआईसी Movie partner. This program is marketed by अहिले मसँग अलिअलि पैसा छ यो पैसा बरु तपाईले लगेर ब्याजमा चलाइदिनुस् न महिनाको कुरो मलाई ब्याज दिए हुन्छ तर हजुर मैले तपाईलाई पैसा दिएको कुरा कसैले पनि थाहा नपाउन है अहिले कति पैसा छ ममा त दिने हिजो भाइले पठाएको पैसा घरमा ल्याएर राखेको थिए अहिले त 1 लाख रुपैयाँ पैसै छैन उसैले अब जानेरै छोरीहरूलाई माया गर्नुपर्ने हो तैँले सम्झाउँदा बुझाउँदा पनि घरै छोडेर हिँड्छु यहाँ जान्छु उहाँ जान्छु भनेर रोरै जित्नु जातो यिनीहरूसँग चाहिँ केही लाग्दैन फेरि गर्न बनाएको थाहा पाएपछि बुढोले कराउँछ यत्रो ऋण छ किन नतिरेको भन्छ भनेर कतै हराएको भनेकी हो कि अब तिमीले मैले भनेको कुरा मान यो घरमा नि म तिमी र तिम्रो छोरीहरू मात्रै भनेर भन्न सक्दिन तिमीले भनेको के मान्नु पर्यो बाबु तँबाट यस्तो व्यवहार होला भन्ने कुरा त मैले सोचेकी पनि थिएँ तैँले आफ्नै जन्म दिने आमाको कहिले विश्वास गरिनस् आमाको कुरा कहिले मान्दै मानिनस् तेरो कारणले गर्दाखेरि नि तेरो बाउले मसँग झगडा गर्ने कुट्ने पिट्ने गर्न थालेको छ त्यसैले अब त एउटा कुरामा ढुक्क भएर बस तेरो बिहे गर्दै छु मैले मैले त दिदीलाई अस्ति नैदेखि भनेको थिएँ मामा घर जाम भनेर तर दिदी मान्दै मानिन अरू कुरो मलाई केही पनि थाहा छैन यस्ता नाबालिकाहरूलाई बिहे गरिदिन्छु भनेर तिमीहरूले तनाव देऊ भने पुलिस केस गरेर चौकीमा लगाएर थुनिदिन्छु तिमीहरूका बुढाबुढीलाई म अहिले बिरामी भएको छु उपचार गर्ने पैसा पनि छैन त्यही भएर अलिकति मात्रै भए नि पठाइदिनु न चुप लाग अब गाउँभरि गएर चन्दा उठाएर उपचार गर म अब तँलाई पैसा पठाउन सक्दिन हे भगवान मलाई यो के दशा लाग्यो श्रीमानले पठाएको त्यत्रो पैसा हरायो त्यही पैसा हराएको कारणले गर्दाखेरि अहिले उहाँसँग मेरो बोलचाल पनि छैन मलाई यो कस्तो वज्रपात आइलाग्यो किन भगवान किन रिसाउनु पनि स्वाभाविक नै हो त्यत्रो पैसा ल्याएर घरमा राखेको थिएँ त्यो पैसा कसले चोर्यो केही पत्ता लागेन हे भगवान आज म तिम्रो शरणमा परेर बिन्ती गर्छु मेरो पैसा जसले चोरेको हो नि त्यसलाई कहिले पनि राम्रो नहोस् भगवान त्यो पैसा मेरो श्रीमानको पसिनाको कमाइ हो परदेशको ठाउँमा खाए नखाए आफ्नो परिवारको लागि भनेर दुःख गरेर कमाएको पैसा हो
पैसा हाराको कारणले गर्दाखेरि उहाँको र मेरो सम्बन्ध बिग्रिन्छ कि भन्ने डर लागिरहेको छ। अहिले त उहाँ मसँग बोल्न पनि चाहनुहुन्न, उहाँ मदेखि टाढिँदै जानुभएको छ। मैले के गल्ती गरेको थिएँ र आज मलाई यति ठुलो सजाय दिनुभयो भगवान्? होइन रामे, त्यो अष्टनारायणले अहिले पनि पैसा बुझाउन आने के भन्यो? मुखिया बा घर त गएको थियो, अलिअलि समस्या भयो भन्दै थियो। 2-4 दिनपछि आउँछु भनेछ। यो गाउँलेहरूलाई पैसा नदियो आफैलाई गाह्रो, आएर रुन्छन्, हातले दियो खुट्टालाई साह्रो। अनि खपरे त्यो श्याम भण्डारीले के भन्यो? मुखिया बा त्यसकी आमा बिरामी छ अरे, हस्पिटल गएको छ। भनेपछि त्यसले पनि देला जस्तो छैन। मुखिया बा त्यसले देला जस्तो छाट खास छैन कि त्यसकै घरमा गएर भैँसी उठाएर ल्याइदियो। पक पक खपरे, गाउँमा बसिसकेपछि त्यस्तो आवेशमा आएर हुँदैन, सम्झाएर गर्नुपर्छ। हुन्छ मुखिया बा। काई साहब नमस्कार। नमस्कार नमस्कार दोर्जे, कताबाट आइपुग्यो आज? यसो तल्लो गाउँतिर गएको थिएँ, हजुरको मुन्नु आएको पनि धेरै भयो। बाटो पर्दा छिराउँ कि भनेर आएको नि काई साहब। ए खपरे, दादा दोर्जेलाई बस्ने कुराले अनि दोर्जे के काम पनि थियो कि? होइन, यसो भेटघाट मात्रै हो। अनि दोर्जे सुटुक्क बिहा गरिछस् त, बिहामा पनि बोलाइनस्? होइन, त्यस्तै भयो काई साहब। अनि श्रीमती चिनाउन चाहिँ कहिले ल्याउँछस् त? बिस्तार बिस्तार ल्याउँछु नि काई साहब। अनि दोर्जे मैले तेरो सासूलाई चिनेकै थिइनँ, अस्ति मेरोमा आएकी थिइन्। पछि केटाहरूले भनेपछि पो बल्ल थाहा पाएँ। मेरो सासू यहाँ किन आउनु भएको थियो र काई साहब? खै तेरो सासू त टन्नै पैसा भएकी मान्छे हुन् कि क्या हो दोर्जे? मौकामा आएर 1 लाख रुपियाँ ल्याएर यो ब्याजमा लगाइदिनुहोस्, पछि छोराबारीले हेरेन भने भविष्यमा काम लाग्छ भन्दै थिइन्। अनि कसैलाई थाहा नदिनु पनि भन्दै थिइन्। के भन्नुभएको काई साहब? 1 लाख रुपियाँ? हो नि, सुन्दा त म पनि छक्क परेँ। हुन त सबै छोराहरू कमाउने छन्, बुहारीहरू पनि घरमै छन्, व्यवहार पनि राम्रै छ। सायद आमासँग थियो होला, तपाईँलाई दिनुभयो। ठिकै छ, हुन पनि सक्छ। हुन्छ काई साहब, अहिलेलाई म लाग्छु। एकछिन बस् न, धेरै पछि आएको छस्, चिया खाजा खाएर जालस्। होइन होइन, केही पनि पर्दैन, पछि फुर्सदको बेलामा मजाले गफ गर्ने गरी आउँला। ल ल दोर्जे, यसो आउँदै गर। घरको कुरा घरमै राख्नु भनेर, तर तिमीहरूले त त्यो सेप्तै फुलेको मर नसकेको बुढोलाई कुरा लाएर छोड्यौ होइन? को पर्छ त्यो बुढो? तिमीहरूको को पर्छ? त्यो बुढोले तिमीहरूलाई न खाना दिएको छ, न लाउन दिएको छ, न तिमीहरूलाई हुर्कायो।
तै पनि सबै घरको कुरा लगेर लायो भन्न मैले जे गरेँ नि सब तिमीहरूको भराइको लागि गरेको हो तर तिमीहरूले त त्यसको कदरै गरेनौ अझ म तिमीहरूलाई यत्तिकै छोड्दिनँ हेर्दै जा मम्मी हामीबाट गल्ती भएकै हो अबदेखि हामी कसैले पनि केही कुरा भन्दैनौँ मम्मी सिस्नुले धेरै बोल्यो सहन सकेनौँ अबदेखि हामी घरको कुरा बाहिर गर्दैनौँ चुप तपाईँ चुप मैले तिमीलाई कतिचोटि भनेको थिएँ आफ्नो घरको कुरा बाहिर लगेर नलगाओ भनेर तर तिमीहरूले मानेनौ होइन तिमीहरूलाई त म यत्तिकै छोड्दिनँ अब लाउने कि नलाउने एउटा कुरा ध्यान दिएर सुना तिमीहरूले अब यो घरमा नि मैले जे भने त्यही हुनुपर्छ अनि रुबिना तेरो बिहे नि जसरी पनि गर्नै पर्छ यो मेरो अन्तिम निर्णय हो यदि तैँले नाइ भनिस् भने नि म तँलाई जे पनि गर्न सक्छु अनि तिमीहरू दुवैजना सुन यो कुरा बाहिर लगेर कसैलाई भन्यौ भने नि तिमीहरू दुवैजनालाई नै जिउँदै खाल्डोमा गाडिदिन्छु त्यस पछाडि टन्ठै साप मम्मी म मान्छु हजुरले जे भन्नुहुन्छ म त्यही मान्छु तर अहिले यसरी नपिट्नुहोस् बहिनीलाई पनि छोडिदिनुहोस् मलाई पनि छोडिदिनुहोस् साँच्चै बिहे गर्न मान्छेस् नि नाटक त गरेकी हैनस् नि फेरि अहिले बिहे गर्छु मम्मी भनेर पछि नाटक गरेर उल्टो गरिस् भने मम्मी कसम म केही पनि उल्टो गर्दिनँ हजुरकै कुरा मान्छु र ठिक छ तैँले बिहे गर्छस् भने नि म खोलिदिन्छु तर एउटा कुरा तेरो बाउलाई मैले यहाँ तिमीहरूलाई यसरी बाँधेर सिस्नु पानी लाएको कुरा भन्यौ भने नि म तिमीहरूलाई यत्तिकै छोड्दिनँ राम्रो हुने छैन बाउको अगाडि आफूलाई केही नभए जस्तो गरेर हाँसेर बस्ने यति पनि कुरा चुहायो भने नि फेरि तिमीहरू दुईजनाको उपचार कसरी गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ हुन्छ मम्मी हामी कसैलाई पनि केही पनि भन्दैनौँ ल ठिक छ रुने हैन अब जाऊ अब घर गएर खुरुखुरु काम गर्ने त्यहाँ रुने धुने केही पनि गरे होइन केही नभएको जस्तो गरेर बस्ने तिमीहरूले काम गरेनौ भने कसले खाना दिन्छ तिमीहरूको मरेकी आमा आएर खाना दिन्छ जा दोर्जे आएर दोर्जेले थाहा पायो भने त्यसको छोरीहरूको कुरा लिएर मसँग नि खोजेर बस्छ म पनि श्रीमती हुँ नि त्यसको तर के गर्नु छोरीहरूलाई मात्रै माया गर्छ मलाई वास्ता गर्दैन ऊ आउनुभन्दा अगाडि हतार हतार यो डोरी लुकाएर घरमा बस्छ छ है तेरो त भन्दैन भने कहाँ गराइस् आमा त्यत्रो पैसा हराएको कुरा त तपाईलाई पनि थाहा छँदैछ उता छोरा पनि मसँग रिसाएर नबोल्नु भएको कुरा पनि तपाईलाई थाहा छँदैछ त्यही भएर म त के गरौँ कसो गरौँ भएर एकदमै बिरह चल्यो
त्यही भएर म त यसो मन भुल्छ कि भनेर मन्दिरतिर गएर आएको आमा। नाटक गर्छेस्? बढी नाटक गर्छेस्? बढी नाटक गर्छेस्? सिधै भन्न, घरको काम गर्न अल्छी लाग्यो भनेर। त्यसैले त 10वटा बाहना बनाएर गाउँ डुल्दै हिँड्छेस् नि। हेर, पैसा हराउनु तेरो गल्ती हो। अनि तिमीहरूको बिचको बुढाबुढीको यो बोलचाल बन्द भएको नि, यो पनि तैँले गर्दाखेरि हो। अहिले आएर के को 10 तारिकको नाटक देखाउनु पर्यो तँलाई? कति नआएर फुरुकको घरको काम गरेर बस्ने, घरको काम नथालेको देखाएको छैनस्? गल्ती गर्ने त, अनि तैँले गरेको गल्तीको सजाय कसले बोक्छ तैँले नबोकेर? झन् घरको बुहारी भएपछि घरको काम गर्ने भनेको त गाउँ गाउँ चार्दै पो हिँड्दी रहेछ। लाज नहो कि छाडा आइमै। घरबाट बाहिर जाँदा म यहाँ जाँदैछु आमा, म यस्तो काम गर्दैछु आमा भनेर जानु हुँदैन? के भन्नु हुँदैन मलाई? म को तेरो बुहारी हो? ए बाबा, घरमा आफ्नो लोग्ने नभइसकेपछि सासूले सोधेर जानुपर्छ भन्ने कुरा पनि थाहा छैन तँलाई? होइन, गाउँको कुन चाहिँ नाटोसँग लठारेर घुम्न गएको थिएछ र मैले थाहा पाउँछु भनेर नभनेको तैँले? ल ल भो, रुन बन्द गर। एकचोटलाई माफ गरिदिएँ तँलाई मैले। फेरि पनि यस्तो गल्ती दोहोऱ्याइस् भने नि तेरो खैरे त हुन्न नि फेरि। उता छोरोले भने विदेशबाट फोन गरेर आमा, त्यसले घरमा एकछिन पनि एक्लै नछोड्नुहोस् है। श्रीमान विदेशमा भइसकेपछि श्रीमतीहरूको मन विचलित हुन्छ, मन चञ्चल हुन्छ। त्यही बेलामा केही गल्ती गर्न सक्लान् भन्छ। यसको राम्रोसँग ख्याल राख्नु है आमा भनेर फोन गरेको गरेछ। यो त बुहारीको चाल पनि यस्तो छ बाबा। हेर, मलाई त यस्तो लाग्दैछ कि मेरो छोरो फर्किने बेलासम्म त पहिलो गइसक्छ। ममता, ए ममता, ममता, के भयो दुर्जे? सुन न ममता, म आज काजी साहबकोमा गएको थिएँ। काजी साहबले त तिम्रो सासू यहाँ आएकी थिइन्, यो 1 लाख रुपियाँ ब्याजमा लगाइदिनु भनेर दिएर गइन् भन्दै थियो। अनि के भन्दैछौ दुर्जे तिमी? हो ममता, तिम्रो आमाले काजीलाई पछि मेरो छोरा बुहारीले मलाई हेरेनन् भने अलिकति भए पनि सहयोग हुन्छ, यो पैसा ब्याजमा लगाइदिनु भनेर दिएकी छन् रे। काजीले मलाई त्यही भन्दै हुनुहुन्थ्यो। त्यो पूजाको हराएको पैसा नि पक्कै पनि त्यही हुनुपर्छ। त्यो पैसा हराएकै होइन, आमाले लगेको हो। तिमीले भने जस्तै मलाई पनि त्यस्तै लागेको छ ममता। तर आमाले बुहारीको पैसा त्यसरी चोरेर खानु त नपर्ने हो। हाम्रो आमाको बारेमा तिमीलाई केही पनि थाहा छैन दोर्जे। पख, म एकचोटि पूजालाई आफै फोन गर्छु। हेलो पूजा, सुन त। हजुर दिदी, नमस्कार। नमस्ते नमस्ते। आमा कहाँ हुनुहुन्छ? आमा त बाहिर हुनुहुन्छ दिदी। हो र? अन्त के गर्दैछस्? म त यतिकै बसिरहेको छु। अनि सुन त पूजा, यहाँ मैले बोलेको कुरा अहिले आमाले सुन्नुहुन्छ कि हुन्न? सुन्नुहुन्न दिदी। त्यसो भए मेरो कुरा ध्यान दिएर सुन। त अहिले नै तुरुन्त मेरो घरमा आइहाल त। म त भर्खरै मन्दिर गएर आएको दिदी। मन्दिर गएर आउँदा त आमाले त कहाँ गएर आइस्, को केटालाई भेटेर आइस् भनेर गाली गर्नुभयो। फेरि अहिले तुरुन्तै त म कसरी निस्किनु र? आमाले त मलाई घरबाट निस्किनै दिनुहुन्न। सुन पूजा, केही बहाना पारेर भए पनि आइज। त जसरी भए पनि आउनै पर्छ अहिले। हस् दिदी, त्यसो भए म जसरी भए नि आउँछु। ल ल। भनेपछि पूजाको पैसा आमाले नै चोर्नु भएको रहेछ हैन त? हो त। यही पैसाको कारणले गर्दाखेरि पूजा कति धेरै बिरामी भयो। तिमीलाई यो कुरा थाहा नै छैन? उता उहाँ भाइले विदेशबाट पनि पूजालाई फोनै गर्न छोडिरहेछ अरे अहिले। उनीहरूको सम्बन्ध राम्रो पनि छैन अरे। जे हो त्यही सत्य कुरा हामीले जसरी भए पनि पूजालाई भन्नै पर्छ।
पछि हामीले यो कुरा भन्न ढिलो गऱ्यौँ भने जे पनि हुनसक्छ। आमा म बारीतिर गएर घाँस लिएर आउँछु नि है। बेला नकुबेला किन जानुपर्ने होला यसलाई? पर्दैन जान। दिउँसो फेरि घरमा काम पनि हुन्छ, बरु अहिले फुर्सद छ लिएर आइहाल्छु नि आमा। ल ल जा, छिटो आइज न फेरि। हस्। दिदी मेरो खुट्टा त एकदमै पोलेर दुखिरहेको छ। मेरो पनि त भतभती पोलेर सहनै नसक्ने भएर दुखेको छ नि। यस्तो हुँदा पनि काम गर्नुपर्ने है दिदी? बहिनी यस्तै हो, आफ्नो आमा नभएर सौतेनी आमा परिसकेपछि पाउनुपर्ने दुःख नै यही हो। दिदी खुट्टा त एकदमै भतभती पोलेर हिँड्न नि नमिल्ने भइसक्यो, एकछिन बसौँ न। बस्ने होइन बहिनी, तँलाई राम्रोसँगले थाहा छ अहिले झन् सौतिनी आमाले किन ढिला गरिस्, कोसँग कुरा लगाइस्, कहाँ के गरेर बसिस् भनेर झनै शङ्का गरेर कुट्नुहुन्छ। हिँड, अब खुट्टा दुखे पनि बिस्तारै बिस्तारै घर जाउँ। घरभरि मान्छे नै मान्छे छन्, मसँग कोही पनि नमिल्ने भएर होला मलाई त एक्लो महसुस भइरहेको छ। अब त्यो मीनाक्षी पनि शत्रु भइहाले, तँसँग त के बोल्नु। आमा साथी हुनुहुन्थ्यो, आमा पनि पूजा दिदीसँग गएर बस्नुभएको छ। आजभोलि मलाई आमाले मन पराउनै छाड्नु भयो। अहिले उनीहरू छुट्टै पकाएर खान थालेका छन्। आजभोलि मलाई एक्लै पकाएर खान अल्छी लाग्छ। आजभोलि त साँच्चीकै मलाई एक्लो महसुस भइरहेको छ। जेसुकै होस्, बाहिर जान्छु, जे मन लाग्छ त्यही मिठो मिठो खाएर आउँछु। पैसा नभए पो पिर हुन्थ्यो, पैसा छँदैछ, के को पिर। घरमा मात्रै कति बसिराख्नु। जान्छु, मिठो मिठो खाएर पनि आउँछु, 2-4 जोर कपडा पनि किन्छु। के भएका हुन् मान्छेहरू पनि आजकल। जा अब एक छाक भात पनि घरभित्र पकाएर खान नसक्ने कस्तो अलक्षिणी आइमै हो यो। भात पनि बाहिर बाहिर गरेर खिच्नु, पैसाले पनि कति पुग्न सकेको हो यसलाई। फेरि योसँग पैसा चाहिँ कहाँबाट आयो? यसरी बाहिर बाहिर हिँड्न, खान, डुल्न, जे मन लाग्यो त्यही किन्न, यसलाई पैसा चाहिँ कहाँबाट आउँदो रहेछ? अब यसलाई माइतीबाट पठायो होला भनौँ भने पनि यसका माइती त्यति गतिला छैन। फेरि बुढाले पनि टन्नै पैसा पठायो भनौँ भने पनि बुढाले पैसा पठाउँदैनन्। त्यही पनि यसलाई पुगेकै छ। यो जिन्दगीलाई जसो गरे पनि पुग्दो रहेछ। अब दुखीलाई दुखै गरेर पनि पुग्दैन,
दुःख नगर्नेलाई घुमेर डुलेर पनि पुगिरहेछ। खै यो संसार पनि कस्तो कस्तो। पूजा दिदीसँग आमा बस्न थालिसकेपछि यसले घरमा पकाएर खाएको मैले एक दिन पनि देखेको छैन। अब भोलि बच्चा बच्ची भइसकेपछि यसरी नै बाहिर बाहिर डुलेर खाने बानी गऱ्यो भने के गर्छ होला। अर्काको आश गर्ने आफू कहिले पनि दुःख नडुल्ने खाने छ्या। यसको त मलाई अनुहार पनि हेर्न मन छैन। ममता खोइ त अहिलेसम्म पूजा आइन नि त। त्यही त आउनु त पर्ने हो। आमाले पनि भन्ने बित्तिकै आउन दिनु भएन होला। भन्न त पूजाले म जसरी पनि आउँछु दिदी भन्दै थिएँ। आउँछु होली। ममता हामी त पूजा यता बाटोबाट आउँछौँ भनेर बाटो हेरिराख्यौँ। पूजा त यता बारीबाट पो दौडिँदै आउँदैछिन् त। पूजा आइपुगिस् त? बस्दै गर है, म मुढा ल्याउँछु। बस। अनि त किन यसरी बारी बारी दौडिँदै आयो कि पूजा? किन हुनु नि दिदी, आमाको बानी त तपाईँलाई राम्रोसँग थाहा छँदैछ नि। मलाई एकदमै तनाव भयो, के गरौँ कसो गरौँ भएर एकछिन भए पनि मन शान्त हुन्छ भनेर मन्दिर गएको थिएँ। तर मन्दिरबाट आउँदाखेरि त आमा घरमा एकदमै रिसाएर बस्नुभएको रहेछ। त कहाँ गएर आकी, को केटालाई भेटेर आकी भनेर नीति खोजी गरेर अनेकौँ भन्नुभयो। अबदेखि त काहीँ पनि निस्किन पाउँदिनस्, यदि काहीँ जानु पर्यो भने मलाई सोधेर जा भनेर भन्नुभयो। त्यसपछि फेरि तपाईँले फोन गरिहाल्नुभयो। अब यहाँ आउँछु भन्यो भने त आमाले आउनै दिनुहुन्न। कति गाउँ डुल्नु परेको भनेर गाली गर्नुहुन्छ। त्यही भएर म त बारीमा घाँस काट्न जान्छु भनेर निउ पारेर आएको। अनि किन दिदी हतार हतार गरेर छिटो आइज भन्नुभयो त? सुन पूजा, हाम्रो गाउँको काजी नै भए पनि दोर्जेसँग एकदमै मिल्नु हुँदो रहेछ र दोर्जेलाई एकदम धेरै माया गर्नु हुँदो रहेछ। केही परिहाल्यो भने सहयोग पनि गर्नु हुँदो रहेछ। पैसा चाहिहाल्यो भने पनि दिनु हुँदो रहेछ। अनि सुन्न पूजा, आमाले त 1 लाख रुपियाँ पैसा काजी साहबलाई ब्याजमा लगाइदिनु भनेर दिनुभएको छ अरे त। के भन्नुभएको दिदी? हो र दाइ? हो पूजा, काजी साहबलाई आमाले 1 लाख रुपियाँ ब्याजमा लगाउन दिनुभएको छ अरे। फेरि काजी साहबले यस्तो कुरा त झुट बोल्नुहुन्न। उहाँले मलाई धेरै साथ सपोर्ट गर्नुहुन्छ। उहाँसँग सम्पत्ति धेरै भए पनि, हामीसँग सम्पत्ति थोरै भए पनि हाम्रो सम्बन्ध राम्रो छ। उहाँले मलाई केही पनि कुरा लुकाउनुहुन्न, सबै कुरा भन्नुहुन्छ। पिसाब कुरा उहाँले नै भन्नुभएको हो। अनि आमाले त्यत्रो 1 लाख रुपियाँ पैसा चाहिँ कहाँबाट ल्याउनु भएछ त? अब आफ्नो आँखाले नदेखिकन त के भन्ने हो र दिदी? तर त्यो आमाले लगेको पैसा चाहिँ मेरै हो। बुढाले 1 लाख रुपियाँ पठाउनु भएको थियो। त्यही पैसा जोडेर आमाले ब्याजमा लाउनु भएको हो। पूजा, अनि हामीले यो कुरा मानव भाइलाई चाहिँ भन्यो कि नभन्यो त? होइन दिदी, अब पैसा आमाले नै चोर्नु भएको रहेछ भने पनि केही पनि नभनौँ, छोडिदेऊ। होइन पूजा, यो सानो कुरा होइन। 1 लाख रुपियाँ हो, थोरै रकम पनि होइन। यही पैसाको कारणले गर्दाखेरि तिमीहरूको बुढाबुढीको सम्बन्ध पनि बिग्रिन लागिसक्यो। अनि त चाहिँ कहिलेसम्म सहेर बस्छेस? तेरो यही सहनी बानीले त तैँले दुःख पाइराखी छेस् नि। तँलाई थाहा छ? तेरो यो बानी त मलाई फिटिक्कै मन पर्दैन। 1 दिन होइन, 2 दिन होइन, कहिलेसम्म यस्तो अन्याय र अत्याचार सहेर बस्छेस? हो पूजा, तिमीले यो कुरा भन्नै पर्छ। आमाले काजी गाउँमा लगेर कसैले थाहा नपाउने गरी पैसा जम्मा गर्नुभएको रहेछ। आज मैले यो कुरा थाहा पाएँ, नत्र भने हिँड काजीकोमा। होइन भने आमालाई तिमीले यो पैसा कहाँबाट आयो भनेर सोध्नै पर्छ।
अनि मात्र यो पैसा कहाँबाट आएको के गरेको भन्ने कुरा सबै थाहा हुन्छ। यो सब कुरा थाहा पाएपछि तिम्रो हातमा पैसा परेपछि फेरि आमाले पैसा चोर्नुहुन्छ अनि त्यो पैसा लगेर फाइनेन्समा बुझाउनु पर्छ, ऋण तिर्नुपर्छ। खोइ दाइ, म त यस्तो कुरा भन्नै सक्दिनँ। जे भए पनि आमा हुन्, यस्तो कुरा कसरी भन्नु? शङ्का त मलाई पनि आमामाथि नै छ, किनभने आमा मैसँग बस्नुभएको छ। म पैसा लिन गएको कुरा आमालाई थाहा थियो। आमालाई मैले सोधेर गएको थिएँ। मैले पैसा ल्याएर राखेको, कहाँ के गरेको भन्ने कुरा आमालाई सबै थाहा थियो। बिचारा त्यो मीनाक्षी र अस्मितालाई त केही पनि थाहा थिएन। उनीहरू दुईजना छुट्टा छुट्टै बस्छन्। शङ्का त मलाई आमामाथि नै थियो। अब त्यो प्रमाण पनि भइहाल्यो, तर आमालाई केही पनि नभनौँ। कस्तो केही पनि नभनौ? तिमीहरू भनेको त यो घरमा अस्ति भर्खर बिहे गरेर आएका हो। आमाले त मलाई जन्म दिनुभएको छ। उहाँको आनी बानी हरेक कुरा सबै थाहा छ मलाई। हेर्दाखेरि चाहिँ खुब हुने हानी देखिनु पर्ने, आफूले चाहिँ केही काम नगर्ने, मिठो मिठो खानुपर्ने, राम्रो राम्रो लाउनु पर्ने, अनि छोराले पठाएको पैसा त्यसरी चोरेर हुन्छ कि त भने तिनवटै छोरासँग मागेर मलाई यति चाहियो भन्न सक्नु पर्यो। एउटा मात्रै छोराको चोरेर खाएर हुन्छ? म त यो कुरामा चुप लाएर बस्दिनँ। यही कारणले गर्दाखेरि तसँग मानव पनि बोलिरहेको छैन। छोरा मान्छेको मन हो हेर, जतिखेर पनि परिवर्तन हुन सक्छ। भोलि गएर तँलाई पनि छोड्न सक्छ। अनि तँलाई मानवले छोडिहाल्यो भने तँ एक्लै बस्न सक्छेस्, एक्लै जिन्दगी काट्न सक्छेस्? एक्लै छोरी मान्छेलाई जिन्दगी काट्नलाई धेरै गाह्रो हुन्छ हेर पूजा। मैले त्यही भएर तँलाई सम्झाइराखेकी छु। भोलि तँलाई त्यो घरमा बस्नु पर्दैन, यहाँबाट निस्केर जा भनिहाल्यो भने कहाँ जान्छेस्? तैँले तेरो आफ्नो लागि भए पनि यो कुरा आमासँग भन्नै पर्छ। यदि त भन्न सक्दिनस् भने नि म भन्छु आमालाई। हो, पूजाले गएर भन्न सक्दिनन् भने हामी गएर भनौँ। होइन होइन दिदी, बरु म आफै भन्छु। तपाईँहरूले मलाई आँटा साहस दिनुभएको छ। बुढा पनि रिसाउनु भएको छ। थोरै पैसा पनि होइन, 1 लाख रुपियाँ हो। त्यही भएर दिदी, जसरी भए पनि म आफै भन्छु। ल जा, आमालाई गएर सबै कुरा भन्। तेरो पक्षमा हामी छौँ। यदि तँलाई आमाले केही भनिहाल्नु भयो र त्यो घरमा बस्न दिनु भएन भने पनि हामी छौँ, हामी ल्याएर राख्छौँ तँलाई। मानव भाइलाई पनि सबै कुरा म सम्झाउँछु, सबै कुरा भन्छु। यस्तो कुरा त भन्न परिहाल्यो नि। हुन्छ दिदी, त्यसो भए म अहिले गएर भन्छु। दाइ, म गएँ। ल नडराइ जा। ममता, अब त पूजाले भन्छिन् होला। खै भन्न त भन्छ होली, तर आमाले यसको साथ त लिनुहुन्छ नि। दुर्जे, हामी पनि जानुपर्छ कि क्या हो? आमाले यसलाई कुट्ने पिट्ने गर्नुभयो भने हाम्रो आमाको बानी गतिलो त कहाँ छ र भने। हो ममता, हामी पनि यसो नजिकबाट बुझ्दै गर्नुपर्छ। भोलि हातपात होला, कुटपिट होला, तनाव हुन्छ। बिचरा पूजा सोझी छ। त्यही त दुर्जे, कस्तो तनाव भयो, के गर्ने होला। होइन, अब घरबाट परदेश आइसकेपछि कुनै पनि तनाव नलिकन खुरु काम गर्न पाए पो काममा पनि राम्रोसँग मन जान्थ्यो र पैसा पनि कमाइन्थ्यो। ज्यान यहाँ भए पनि मन चाहिँ घरमै पुगिरहेको छ। घरकै तनाव छ। यस्तो तनावमा बसेर कसरी काम गर्नु? राम्रोसँग काम गर्ने वातावरण नै छैन। फेरि यहाँ कति दुःख कष्ट गरेर रगत पसिना बगाएर पैसा कमायो, फेरि घरमा पठायो। अब त ऋण तिर्छन्, ऋण कम होला भनेर ढुक्क भएर बसेको त अहिले आएर पैसा हरायो भनेर भन्छन्। घरतिर जहिले फोन गर्यो तनाव मात्रै हुन्छ। खै आजकल त मलाई घरको पिरले गर्दाखेरि पनि होला बिरामी भएको छु, ज्वरो आइरहेको छ।
मानव कस्तो छ तिम्रो? ठिक छ ल औषधि खाऊ। मानव यसरी पिर लिएर आउँदैन। ठिकै छ, पैसा हराएकै भए पनि पिर नलिए। अब केही महिनापछि कमाएर तिर्लौ नि। तिमीले धेरै नै घरको तनाव लियो, यसरी तनाव नलिऊ। यो परदेशको ठाउँमा हामी बिरामी भइहाल्यो भने ओहो बिचारा भन्ने कोही हुँदैन। त्यही भएर आफ्नो ख्याल आफै गर्नुपर्छ। यसरी धेरै तनाव लियो भने कसरी काम गर्छौ? त्यसैले धेरै तनाव नलिऊ। के गर्नु, परदेशको ठाउँमा साथी धेरै बिरामी भयो भनेर दिनभरि कुरेर बस्ने कुरो पनि भएन। अब के गर्नु, सबैको यस्तै हो। तिमी आफ्नो राम्रोसँग ख्याल गर, म काममा जान्छु है। हुन्छ ल मानव, खाजा पनि मैले यहीँ लिएर राख्दैको छु। दिउँसो भोक लागेपछि खानु, अनि औषधि पनि टाइममै खानु है। हस् हुन्छ। अनि फेरि सात जौले सुने गरी किन चिचाएर आमा आमा भन्नु पर्यो? मैले भन्नु खोजेँ के कि मैले नै घाँस ल्याउनु पर्ने हो अब? अनि के मैले बाहिर आइलो भनेपछि बाहिर आउने, भित्र जा भनेपछि भित्र जानुपर्ने हो मैले? म भठामा आएर आमा भनेर बोलाउनु सक्दैन थिइस्? मैले आवाज दिने बित्तिकै म उफ्रेर आउनुपर्ने हो अब? बाबा बाबा, लोन चाहिँ विदेश गएर 2-4 पैसा के कमाएको तेरो यत्रो फुर्ती? त्यस्तो होइन आमा। अनि त्यस्तो नभए कस्तो हो त? के भन्नका लागि बाहिरबाट मर्ने गरी खिचाके त? घाँस काट्न गएको, कता गएको, यी सबै कुराहरू छोडिदिनुहोस्। आमा, तपाईँले कतै पैसा ब्याजमा लाउनु भएको छ हो? भन्नु न आमा, तपाईँले कसैलाई ब्याजमा पैसा लगाउनु भएको छ हो? किन भने तँलाई मैले? किन भन्ने? म कसैलाई ब्याजमा लगाउँ पैसा, कोहीसँग सापट्टि ल्याउँ, म यो गरौँ त्यो गरौँ, यो सबै तेरो चासोको विषय होइन। किन? तैँले तिर्दिन्छस्? तैँले मेरो खाँचो टार्दिन्छस् कि तैँले पैसा दिन्छस् मलाई? अनि यी सब कुरा तँलाई मैले भन्नको लागि तँ चाहिँ मेरो होस् को? बाउ होस्, आमा होस् कि मेरी सासो होस्? मैले आजसम्म त मेरो लोनलाई हिसाब बुझाइन भने तँलाई किन बुझाउनु पर्ने मैले? अहिलेसम्म त मेरो छोराहरूले पनि मसँग हिसाब खोजेको छैन भनेदेखि कहिले मसँग हिसाब खोज्नुको कारण के हो? मैले तपाईँसँग हिसाब किताब खोजेको होइन आमा। मेरो 1 लाख रुपियाँ हराएको कुरा त तपाईँहरू सबैजनाले राम्रोसँग थाहा छ। त्यही कारणले गर्दाखेरि बुढाको र मेरो राम्रो सम्बन्ध छैन। उहाँले आजभोलि मलाई फोन पनि गर्न छोड्नु भएको छ। उता तपाईँले मुखियालाई मेरो पैसा ब्याजमा लगाइदिनु भनेर 1 लाख रुपियाँ दिनुभएको रहेछ। यता मेरो पनि 1 लाख रुपियाँ हराएको भएर त्यो पैसा मेरै हो कि भन्ने लागिरहेको छ। त्यही भएर सोधेको आमा, मबाट बोल्ने तरिका मिलेन होला, मैले राम्रोसँग बोल्न जानिनँ होला, अथवा तपाईँलाई यो कहिले पनि बोल्दिनँ भन्ने लागिरहेको होला। मलाई मेरो घरबार बिग्रिन्छ कि भन्ने डरले यी सबै कुराहरू सोधिरहेको छु आमा। तपाईँले ब्याजमा लगाउनु भएको पैसा मेरो हो कि होइन त्यो मलाई प्रश्न भन्नुहोस्। यदि हो भने हो भन्नुहोस्, होइन भने होइन भन्नुहोस् आमा। ए पख 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 पख, मैले तेरो कुरा बुझेँ। तँलाई के लाग्यो मैले तेरो पैसा चोरेर लगेर मुखियाकोमा ब्याजमा लगाएँ होइन? हो, मैले मुखियालाई पैसा लगेर ब्याजमा लगाएको हो, तर तेरो पैसा चोरेछ होइन।
भोलि बुढेसकाल लागेपछि बिरामी परिएला, दुःख पाइएला, त्यस्तो बेलामा काम लाग्छ भनेर मैले पैसा लगेर ब्याजमा लगाएको हो। तर तेरो पैसा चोरेर लगाएको चाहिँ होइन। मलाई तँ जस्ताको पैसा चोरेर त्यति जाब ब्याजमा लगाउनलाई जरुरी छैन चोर्नको लागि। मेरो चोर्ने बानी पनि छैन। यो सारा सम्पत्ति मेरै हो भनेदेखि मैले किन चोर्ने मेरो सम्पत्ति हो? अबदेखि बोल्दा थुतुनो सम्हालेर बोल। आमा, तपाईँले त्यो पैसा कहाँबाट ल्याउनु भयो? ए बाबा, जहाँबाट पैसा ल्याए पनि तँलाई मैले भन्नुपर्ने कारण चाहिँ के हो? किन भने तँलाई मैले ल त्यो पैसा मेरै पेवा पैसा थियो भयो। अब तैँले ल्याएको 1 लाख रुपियाँ हरायो भनिसकेपछि घरमा राख्दा मेरो पैसा पनि चोरी हुनसक्छ भनेर लगेर मुखियाकोमा ब्याजमा लगाएको हो मैले। के गर्नु, घरमा त्यतिकै राख्दा कोही मान्छे गतिलो भेट्दिन? आमा, त्यत्रो 1 लाख रुपियाँ पैसा हुँदाहुँदै तपाईँले हामीलाई किन भन्नु भएन? बुढालाई विदेश पठाउँदा कति गाह्रो भयो, कति गाह्रो गरेर विदेश पठायौँ। त्यो कुरा सबै थाहा हुँदाहुँदै पनि तपाईँले हामीलाई किन पैसा दिनु भएन? कि हाम्रो राम्रो भएको हेर्न सक्नुहुन्न हो? के भनिस्? घर जे गरे नि मैले जस